अहिले चुनावमा जित्नु भएको जति पनि राष्ट्रिय स्वतन्त्र पार्टीका या नेपाली काङ्ग्रेसका या भनौँ न माओवादीका एमालेका जति पनि साथीहरू हुनुहुन्छ, उहाँहरूसँग एउटा के अनुरोध छ भने पत्रकारिता जुन पेसा हुन्छ नि, उहाँ पत्रकारहरूलाई के चाहे त्यो संसद भवन होस्, चाहे त्यो मालपोतको कार्यालय होस्, चाहे त्यो प्रधानमन्त्रीको कार्यालय होस्, चाहे त्यो सिंहदरबार होस् या सरकारीको जुनसुकै निकायको कार्यालय होस् के पत्रकारिता पेसालाई होइन पत्रकारहरूलाई जो पत्रकार हुनुहुन्छ के उहाँहरूलाई चाहिँ कुनै पनि परमिसन नलिकन यो निकायहरूमा छिरेर सरकारी कर्मचारीसँग या जनतासँग जोसँग पनि होइन मजाले प्रश्न गर्न पाओस्। पत्रकारितालाई चाहिँ यस्तो फ्री बनाइदिनु पर्यो कि जहाँ पनि गएर बोल्न सकियोस्, जहाँ पनि आवाज उठाउन सकियोस्। यो होइन कि अब कुनै कर्मचारीको अफिसमा छिरिरहेको छैन, कुनै कम्प्लेन आएर या कुनै गुनासो आएर पत्रकार जान्छ भने होइन हामी तपाईँले भन्दैनौँ, तपाईँ को हो होइन। अनि पत्रकारलाई नभने कसलाई भने त पत्रकारले भन्दा पत्रकारसँग कुराकानी गरेर पत्रकारलाई भनिसके पछाडि त्यो त पत्रकारको ठाउँबाट जनतासँग पुग्ने हो नि त। सो त्यो कुराहरू चाहिँ अब पत्रकार छिरिसके पछाडि तपाईँ पर्मिसन लिएर आउनु, यो गरेर आउनु, त्यो गरेर आउनु होइन, त्यस्तो कुरो चाहिँ हुनु भएर पत्रकारितालाई चाहिँ एकदम फ्री दिनु पऱ्यो क्या। जहाँसुकै गएर जुन निकायमा पनि गएर ठाडो प्रश्न गर्न सक्नु पऱ्यो क्या। यतिको चाहिँ पत्रकारलाई फ्री हुनुपर्छ। अरू निकाय त नहुँदा पनि भयो, तर पत्रकारलाई चाहिँ यतिको फ्री गरिदिनु पऱ्यो क्या। अनि मात्र देश अगाडि बढ्न सकिन्छ, जहाँसम्म मलाई त्यस्तो लाग्छ होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन, एकचोटि कमेन्ट बक्समा आएर 2-4 शब्द लेख्नुहोस् न त। तपाईँहरूको सल्लाह सुझाव के छ त होइन आउँदो नयाँ सरकारलाई होइन।